हेरेर यो चाहिँ के रहेछ भने के हो थाहा छैन मलाई चाहिँ यो कसले के राखेको रहेछ त्यहाँ हेलो गाइज वेलकम टु अनदर भ्लग आज चाहिँ हामी बाउ छोरी कहाँ आएको छौँ छोरो कहाँ आएको भनिस भनिस न डुल्न आएको अनि फेरि रिचानलाई हस्पिटलमा लिएर आएको अनि हस्पिटलबाट आएर औषधि लिन आएको अनि औषधि लिएर आएर चाहिँ हामी पुरानो पार्कमा आएको बेबीको पुरानो पार्क सधैँभरि पहिला रिचान यहाँ हामी यहाँ बस्दाखेरि यहाँ खेल्ने पार्कमा आएको यो चाहिँ हाम्रो पुरानो पार्क यो पार्कमा चाहिँ बस्ने कुर्सी पनि छ अनि पानीको धारा पनि छ अनि एकदमै रमाइलो छ यहाँ हामी चाहिँ पहिला खेल्न आउँथ्यौँ है गाइजहरू एकदमै ठुलो पार्क यसरी दौडिन कुद्न रमाइलो गर्नलाई हुने हाम्रो पार्क हो यो चाहिँ मन्दिरमा जाने ओके अनि मन्दिरमा गएर के गर्ने छ ओके ल अब चाहिँ हामी मन्दिरमा जाँदैछौँ त्यो बन्द भयो नि छोरो सिङ्गो बन्द भयो अब चाहिँ हामी अब मन्दिरमा जाने हो काम सिगान आयो भने चाहिँ सिगान चाहिँ ह्याङ्कीले पुस्ने ओके बाई बाई ट्रेन जाँदैछ उता अनि के भन्नुहुन्छ रिचान यहाँ सबैजनाले हजुरको भिडियो हेर्ने मान्छेहरूलाई चाहिँ के भनिसिन्छ हजुरले हाम्रो याचियोदाई पार्क यसको नाम चाहिँ हाम्रो याचियोदाईको पार्क हो याचियोदाईको पार्क याचियोदाईको पार्क यस के भनिसिन्छ हजुर यहाँ यो पार्कमा आउने मान्छेलाई यहाँ आउनु होला सबैजना मन्दिर छ यहाँ नजिकै अनि एकदम रमाइलो हुन्छ भन्न चाहनुहुन्छ के भनिसिन्छ र भन त कता भित्र छिर्ने हो ल लेट्स गो अब हामी मन्दिरमा गएर दर्शन गर्छौँ ल गाइज हामी अब चाहिँ मन्दिरमा आइसकेका छौँ मेरो छोरीले मन्दिर दर्शन गर्दै हुनुहुन्छ ल भगवान्लाई के भन्नुपर्छ छोरो नमस्ते के भन्ने रे भगवान्हरूलाई के भन्ने यहाँ भगवान्लाई हेर न कति धेरै खानेकुराहरू खेल्ने कुराहरू चढाएको छ अनि भगवान् एकदम खुसी हुनुहुन्छ यस आज चाहिँ हामी पुरानो मन्दिरमा आइपुगेका छौँ हाम्रो छोरीसँग के भन्न चाहनुहुन्छ रिचान हामी चाहिँ एकदमै खुसी छौँ अनि मन्दिरमा गएर अब ठुलो मन्दिरमा जाने हो सानो मन्दिर गइसक्यो अब ठुलो मन्दिर जाने दुःख बन्द गरेको थियो अनि के गर्न जाने कताबाट जाने हो मन्दिर त यताबाट जाने हो नि त किन मन्दिरमा
गएर भगवानलाई जी गर्छौँ। नमस्ते भगवान, हामीलाई सबैलाई सुख शान्ति समृद्धि दिन्छौ। किन बन्द गरेको? किन? एकदम सुख शान्ति र अहिले बनाएको रहेछ नि। सबैको खुसी होस्। I can I'm never जाऊ त पढ त के लेखेको रहेछ? Kahia. Kahia. नमस्ते गाइस। नमस्ते। भगवानलाई जी गर्ने चाहिँ किन सफा गर्ने हो? राम्रो बनाएको नि सफा गर्ने। यो किन यस्तो राखेको? यो चाहिँ त्यसै भगवान बनाएको हो। के को? यो भगवान के को? अलिकति अगाडिसम्म हिँड नि त, पत्रेसम्म जाउँ। के हो? भगवान हो नि। यो के हो? भगवानलाई दर्शन गर्ने बेलामा चाहिँ हात धुनुपर्छ भनेर त्यहाँ पानी राखेको त्यसरी। किन? ए मान्छेले गरिहाल्ने। त्यो पनि भगवानलाई दर्शन गरेर पनि को? ओके काम। अब हामी कता जान्छौँ? कता जाने हामी? हाम्रो घर उता नि। ओके यो के हो? के रहेछ? जाम त हेरौँ, केटाबाट जानु? यता अगाडिबाट। के रहेछ? अनि रिचान, आज बेबीलाई कस्तो लागिरहेछ हाम्रो पुरानो घरतिर आउँदाखेरि? एकदम खुसी लाग्दैछ। रमाइलो लागिरहेछ? अनि यो भिडियो हेर्ने मान्छेहरूलाई के भन्नुहुन्छ? हामीले हेरेर यो चाहिँ के रहेछ भने के हो थाहा छैन मलाई। के हेऱ्यो? मैले के राखेको रहेछ त्यहाँ? बुढी र बुढी र कुवाई कुवा सुनाइ हो। जाउँ त लु, गोरिलालाई यसो हक गरिछ। कति खावाइ छ नि त गोरिला। जाऊ त हेलो गोरिला। पापा पनि ल हिँड नि त, लु हिँड। हेलो गोरिला। ओ गोरिला खावाइ हो। हेलो गोरिला भन्छ, नजिकै जाऊ न। हेलो गोरिला। हाउ आर यु भन्छ। कति राम्रो आँखा है गोरिलाको। कति राम्रो गोरिला है। बाख्रा पनि सक्दैन। गोरिला खावाइ नि किचन जस्तै रहेछ है। कति सिमेट यता त कति सिमेट के यता राखेको? अब हेरौँ रिचानहरूले हेरिसिन्छ भनेर राखेको हो। के भन्छ त गोरिलालाई भेटेर? के गर्ने? हक गर्ने गोरिलालाई एकपल्ट? हामी फेरि आउँछौँ बस्दै गरिछ है गोरिला। फेरि आउँछ बस्दै गरिछ है। माताने बाई बाई बाई। लेट्स गो। हामी अब हाम्रो पुरानो घरतिर जान्छौँ। बाई गोरिला। गोरिला चिलाउँदैछु। हामी चाहिँ पुरानो घरतिर जान्छौँ। मान्छे आउँदैछ। आज रमाइलो भयो नि चाहिँ। मान्छे भेटेर पनि आँखा चन्दा खावाई। कति धेरै रमाइलो हो। अस्ति मन्जामा यता फोटो खिचेको। कस्तो भइरहेछ बेबी आज? हामी चाहिँ एकदम खुसी भएको थियो। तर रमाइलो भएन।
हेर मेरो भयो अहिले त के खेल्नु हो त खेलौँ। यताबाट जाने हो ओके मुसु के भन्छ ल जाऊ। भाइ गएको छैन र मुसु आयो लुक्क मुसु घर खै त्यति सिङ्गमा अचार गर्ने को मान्छेको साइकल हो यो के को मान्छेको साइकल हो यो को मान्छेको साइकल अनि यो कसको हो? हाम्रो यो चाहिँ हाम्रो यो अगाडि यो भित्रको चाहिँ कुन चाहिँ घर हो हामी बस्नु पहिला हाम्रो चाहिँ भित्रको हाम्रो चाहिँ यो त्यो होइन नि त्यो रिचाले बिर्सिसक्यो त छैन ऊ यहाँ ऊ त के? हामी बस्नु कि यो बिचको घर ल यतापट्टि हामी पहिला बसेको घर चाहिँ यो रिचाले झनै बिर्सिसकेछ अनिखेरि हामी पहिला यहाँ आएर यहाँ खेल्थ्यौँ हामी अहिले पहिला बसेको चाहिँ यो रिचाले पापा मम्मीले स्विमिङ पुल बनाएर स्विमिङ पुल पनि राखिदिएको थियो है अनि त्यो बेला स्विमिङ पनि खेलेको है यस यस अनि बाई बाई घर हाम्रो पहिला गाडी हुँदाखेरि पार्किङ कुन थियो छोरो हामीले गाडी पहिला कहाँ राख्थ्यौँ या तान्ताको ट्रक कान्टरले ट्रक चाहिँ त्यहाँ राख्थ्यो अनि हामीले गाडी कहाँ राख्थ्यौँ हाम्रो सिट यो हाम्रो व्हाइट यो माथिको रिचाले बिर्सेछ हो या यस यहाँ राख्नु या मेरो पापाले साइकल त्यहाँ राख्थे हामीले गाडी साइकल खै साइकल साइकल त अहिले हामी कहीँ लगेको छैन वादै लगेको छ नि यो चाहिँ कसको यो अरू नै परै मान्छेको यो कस्तो रङको साइकल राम्रो ल अब हाम्रो मन्दिर आमा कहाँ बसिन्छ अनि हाम्रो अघि भेटेको पापाको तोमदातीहरू चाहिँ त्यसको माथि बसिन्छ के त ओके मन्जु आमा कहाँ बसिन्छ तल नो मन्जु आमा पनि घर देखाउँ रिचाले बिर्सिन्छ यस यो चाहिँ यो चाहिँ अरू परै मान्छेहरू त्यो चाहिँ के अनि आमा कुन यस्तो छ आमा चाहिँ यहाँ माथि बसिन्छ यो चाहिँ ओके यहाँ चाहिँ अब यो भित्र जाने हो कसको कोही पनि होइसिनु रहेछ आमा गइसकेको छ बुवा पनि गइसकेको होला अनि विवेक मामाको पार्किङ चाहिँ त्यहाँ 26 नम्बर हो अब कता त्यहाँ अहिले गाडी छैन बाहिर गइसकेको छ अब हामी के गर्छौँ विवेक कताको अब हामी चाहिँ हाम्रै घर जान्छौँ अनि मम्मीले खेल्ने मम्मी अब खेल्ने भनेको होइन खेल्ने होइन अब त कहाँ ढिलो भइसकिहाल्यो नि घरमा पनि खानुपर्छ मम्मीले खेल्ने भनेको होइन खेल्ने भनेको तर खेलियो त अनि पार्कमा गएर त्यत्रो खेलेको होइन पार्क होइन त के हो पुरानो घरको हाप्पा हो के पुरानो घरको हापा हो अब खेल्न जाने अब खेल्न जाने कताबाट जाने थियो त पहिला मेरो धेरैपल्ट पनि बसेको छु है यहाँ अब नयाँ घर छोडेपछि पुरानो छैन है हामी यसरी यहाँ चाहिँ चिसोको बेला अनि यहाँ चाहिँ हावा चल्दैन तातो घाम लाग्छ यो ठुलो पर्खाल छ अगाडि अन्तखेरि चाहिँ
हामी यहाँ पहिला पुरानो घरमा हुँदा कतिपल्ट आएर यहाँ बसेका थियौँ फेरि चाहिँ यता हेर्छु त यस हामी चाहिँ यस्तो गर्दैछु यता बल पापालाई पनि हुन्छ तपाईँलाई हुँदैन त्यो अर्को परै मान्छेको छोरो त्यस्तो गर्नु हुँदैन ल लेट्स गो अब हामी जान्छौँ हाम्रो घर अनि हामीले चाहिँ यहाँ बाटोमा आउँदा आउँदै फ्रक भएको भेटायौँ फ्रक अनि रिचानलाई फ्रक चाहिँ एकदम दाइसुकिदे फ्रक बोल्दैन छोरो त्यो बोल्ने खालको होइन नि नबोल्ने फ्रक हो ल लेट्स गो गाइस ल बाई बाई फ्रक भन माता नि त्यो बोल्दैन छोरो त्यो बोल्दैन त्यो एकदम नबोल्ने भएर बसिरहेछ रिसाइरहेछ नि लेट्स गो अब चाहिँ हामी घर जान लागेको ट्रेन आउँदैछ हामी चाहिँ घर जाने गाइस हामी चाहिँ गाइस आज फेरि बाजेको पसलमा जान लागेको होइन अनि बाजेको पसलमा जाँदाखेरि चाहिँ रिचानलाई बाजेले कहिले के बिर्सिन्छ आज चाहिँ एकदम स्यासीपुरी पछि हामी जाँदैछौँ बाजेको पसलमा बाजेको पसलमा धेरै भयो नगएको लेट्स सी बाजेले के भनिसिन्छ बाजेको पसल आइसक्यो अब हामी चाहिँ ल रिचान यहाँ त बाजेले के भनिसिँदो रहेछ हामीलाई खै त रिचान ओहायो भनेको बाजेलाई टच्ची गरिदिन्छ ल रिचान नानी तपाईँहरू नो के हो मिखान इचिको तपाईँ त होइन जो रिचान वा जो नि ल बाजेसँग निहङ्गो वक्कर हो बाजे निहङ्गो दे हानासिते म यही हो 이쪽은 다 비타 있지 근데 난이 다 비타 있지 바치리 Let's go. रिचान चाहिँ पहिला डराउँथ्यो बाजेसँग अहिले चाहिँ बाजेसँग डराउँदैन है गफ गरेर बाजेसँग जाऊ के गरेको भनेर सोध न ल हामी चाहिँ बाजेकोबाट सुन्तला र रिचानलाई इचिगो लिएर अब घर जाँदैछौँ ओके लेट्स गो बेबी बाई बाई मातानी बाजे अब हामी चाहिँ बाजेको पसलबाट आएर स्टेसन जाँदैछौँ अहिले चाहिँ हामी केमा छौँ रे बेबी स्कालेटर रिचानलाई स्कालेटर चढ्न पहिला डर लाग्थ्यो अहिले पापाले सिकाइदिएपछि बेबीलाई आउँछ है अब यहाँ चाहिँ के गर्ने जम्प अब हामी चाहिँ स्टेसनमा आइपुग्यौँ चाहिँ स्टेसनमा आइपुग्यौँ ल होइन अहिले चाहिँ हामी एलिभेटर चढेर ट्रेन चढ्ने ठाउँमा जाँदैछौँ रिचानसँगै हेलो लेट्स गो बेबी एकदम खै मेटिएको होला नि त पुरानो भएर अहिले चाहिँ हामी बाउ छोरी के गर्दैछौँ यहाँ हामी यहाँ ट्रेन कुर्दैछौँ अब ट्रेन आएपछि हामी ट्रेन चढेर हाम्रो घर जान्छौँ घन्टाड्याङ पारिपट्टिको ट्रेन चाहिँ जाँदैछ उता हो त
फाइनल्ली हामी चाहिँ घर आइपुग्यौँ हाम्रो घर। अब हामी के गर्छौँ रिच्यान? अब इचीको लिएर आएको छ, इचीको खान्छौँ मजाले बाउ छोरी घाममा बसेर। अनि फेरि घाममा अस्ति बसेको। वाउ, ल बाई बाई। फेरि हाम्रो भेट अर्को भ्लगमा हुनेछ सबैजनासँग। बाई बाई। ढोकाली छ छोरो। ल सबैजनालाई बाई बाई भनिछु। बाई बाई। हाम्रो भ्लग हेर्दै गर्नु होला। ओके।